चाहिँ सिजन पुरा लागेको छ हो। त्यसैले गर्दा यो टिस्टा नदीमा चाहिँ राफ्टिङहरू पुरा चलिरहेको छ। राफ्टिङहरू चाहिँ पुरा चल्दैछ टुरिस्टहरूले गर्दाखेरि। हेर्नुहोस् है, एकजनाले वा फिलिली बोकेर कुदायो क्या हो। डह्रो रहेछ, बाहुबली रहेछ कुरा। दुईजनाको रहेछ हो। हेर्नुहोस् है, यहाँलाई चाहिँ सायद यिनीहरू पनि 2 जना 3 जनै होला। तल चाहिँ राफ्टिङ गरिसकेको छ, पानी धमिलो छ। र पनि मान्छेहरूको जिद चाहिँ पुरा गर्न छोडेको छैन क्या। मान्छेहरूको जिद त यस्तो दामले पनि नै राफ्टिङ गर्दैछ। पत्ता लागिरहेको छ, कति बेला खोला परेर आउँछ पत्तै छैन।